पछिल्लो समयमा हुन्डीबाट पैसा पठाउने मान्छेहरू पनि अब धेरै छन् होइन। हजुर। अनि यो हुन्डीबाट पैसा पठायो भने चाहिँ होइन, यदि थाहा पायो त जापान सरकारले थाहा पायो अथवा नेपालको सरकारले थाहा पायो भने कस्तो कस्तो कारबाहीहरू हुन्छ अथवा कस्तो समस्याहरू भोग्नुपर्ने हुन्छ? यस्तो छ अब यो हुन्डीलाई जापानमा चाहिँ चिखागिन भन्छ होइन। हजुर। अनि हुन्डी भनेको चाहिँ के हो भने ट्याक्स नतिरिकन पैसा एक ठाउँबाट अर्को देशमा पठायो भन्ने हो र स्रोत नखुलेको पैसा पठायो भन्ने त हो नि होइन। त्यो गर्दाखेरि चाहिँ दुइटै देशको सरकारको चाहिँ त्यो के भन्छ उसमा आएन, एउटा नेटवर्कमा आएन, ट्रान्सपरेन्टी भएन भन्ने हो। यसलाई चाहिँ मनी लन्ड्रिङ पनि भन्छ अङ्ग्रेजीमा भन्दाखेरि होइन। त्यो मनी लन्ड्रिङ गर्यो भने चाहिँ उसलाई चाहिँ सिभिल के भन्छ क्रिमिनल केस लाउन पाउने होइन, थुन्न पाउने, सजाय गरी पाउने, जरिवाना गर्न पाउने भन्ने छ। त्यो चाहिँ अब दुइटै देशमा गर्यो भने नेपालमा पनि बेला बेला तपाईँले हुन्डी गरेको हुनाले समातेर मुद्दा चलाइयो भने सुन्नुभयो होला होइन। जापानमा चाहिँ मनी लन्ड्रिङ भनेर समातेर लान्छ कि लगेर, अनि उसले अब कति पैसा गर्यो के गर्यो, त्यो पैसा कहाँबाट ल्यायो, ट्याक्स किन तिरेन भन्ने जस्तो मुद्दाहरू लागेको देखिन्छ। तर अब धेरै नेपालीहरू त्यति धेरै त्यो के भन्दा हुन्डी गर्यो भन्दा त्यति समातेको चाहिँ त्यति बेला बेला समातेको छ होइन। जापानमा पनि समातेर 2-4-6 महिना जेल हालेर मुद्दा चलाएर अनि नेपाल गएको देखिन्छ होइन। अनि फाइन